आओ भान्जी आओ आओ रेजिना आइज के फर्मत लाउनु हामी चाहिँ अब चाहिँ निस्किसकेको छौँ गाइज सानै 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 ल सबै ब्युटिफुल के हो सुन्दाखान आइसक्यो हामी सुन्दाखान गाइस तारे भिर आएको होइन भिडियोहरू चाहिँ कहिले नआउनु होला होइन यस्तो छ यस ठाउँ होइन अझैसम्म डेस्टिनेसन त पुगेको छैन तर डेस्टिनेसन पुगेपछिको रियाक्सन कस्तो हुन्छ थाहा छैन होइन छोरो रमाइलो भएको छ हामी होटलमा खाना खाँदैछौँ होइन खानाको ए धन्य खस्यो गाइज सानी भर्दियो छोरो पहिला छवटामा मात्रै हालिदिनु है दिदी है गाइज होइन अब छोरी निदाइसक्यो पुरै फोटो सोटो भिडियो सिडियो खिचाउन गक सक लगाएर यता हेरिदिनुहोस् त एकचोटि यस्तो साह्रै थकाइ छ काम गर्नलाई एउटा रुख पनि ढालिदिएछ है ल बाटोतिर चाहिँ विश्राम लास्ट चाहिँ गाह्रो हुँदैछ ल बिस्तारै बिस्तारै यो घुम्तीबाट चाहिँ यो ढुङ्गामा चाहिँ यस्तो यो लेखा छ यो त भन्न आउँदैन पढ्न नि आउँदैन यस्तो बुद्धिस्ट भाषामा लेखा छ यहाँबाट सिडी सिडी हो सिडी सिडी गुटु टुटु टुटु उता अब अर्को साल है गाडी किनेपछि आइसक्यो भन्ने ठानेको त लास्टमा त यत्रो हिँड्नुपर्छ अझै त्यो रोडबाट चाहिँ सिधै 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 हुँदै अझै छ है तर यो बाँसबारीतिर नि हिँड्नुपर्छ जस्तो चाहिँ टुच्च यस्तो छ है बाटो चाहिँ ल यो झर्नाको नाम के हो रे यो झर्ना नाम के हो रे के चाहियो तिमीलाई सब म दिन्छु भन्नु नि भिनाजु हाम्रो रमाइलो भिनाजु है यता यत्रो ठुलो झोला बोक्ने खै भिनाजु यता यस्तो मिठो स्माइल दिनु त बाटो देखाइरहेको ए यता हाम्रो साथी छ काले काले जाउँ साथी जाउँ झन्डै छाता तलतिर पुग्यो सबै भिनाजलाई बाई बाई छोरी बाई 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 छोरी झर्ना यही हो झर्ना होइन माथि हो कि बस्ने ठाउँ माथि बस्ने ठाउँ हो कि तर हावा चाहिँ गजबको आउँछ होइन
तर बाटो चाहिँ लास्टै नै गाह्रो छ हिँड्न सक्ने मान्छे चाहिँ आउनु हिँड्न नसक्ने मान्छेलाई चाहिँ नआउनु नै भन्छु म बाटो चाहिँ एकदमै गाह्रो छ कसलाई होला बाटो एकदमै डेन्जर छ डरलाग्दो अरूमा घामले गर्दा टाउको दुख्ने के खुट्टा सबै काम्ने मेरो तर चप्पल लगाएर आउनु भयो बरु जाने बाटो छ नि नजाम के म त चढ्नै सक्दिनँ होला म त जाँदैन बरु म त यहीँ बस्छु झर्ना हेर्न आएको बिजोग भयो हाम्रो भने साना साना हेर्नु पर्यो सुन्नु पर्यो नि बाटो यस्तो डेन्जर छ नि गाइज होइन तारै भिड भने तारै भिड नै रहेछ विशाल विशालसम्म छोरीसम्म भिनाजुको जुत्ता चिप्लो छ है समय म त अलिक ब्याग ल्याउनु ल विशाल ल विशाल सक्दैनस् भने बरु म लिएर जान्छु है छोरीलाई सा ज्यान चाहिँ मासतिर ढकल्ने के तलतिर ओह्रालो लाग्ने होइन ज्यान मासतिर सा ज्यान त्यसरी हुत्ताउने होइन के सा सक्छु भने न उ त्यो न उ त्यो न त पक्रिन्छु फाल्ने होइन यहाँले तपाईँ जानु जाने भने चाहिँ म सक्छु सक्छु के जान्नु फाइनली गाइज हामी चाहिँ तारे फेरि आइसकेको छौँ होइन हामी सबैजना यस्तो बाटो चाहिँ एकदम बिजोग छ ए भान्जला 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 ए छोरीलाई समातो है समाजमा एकछिन चिप्ले ल्याएछ यो रेजिना चिप्ले ल्याएछ नि सा डाइपर छ होइन ब्यागमा काँडाले भोज्छ कि भने लाउ च्याउँछ गानी आउँछ बिचमा आऊ ताने पानी यस्तो गरेर छोरा यस्तो काकुलाई हेर्नु माथि छोरा माथि होइन छोडिदियो झर्ना बवाल छ गाइज होइन झर्ना बवाल छ गाइज है अब पानी पऱ्यो भने अझै दामी आउँछ होइन दामी नै छ झरनाको चिसो पानी निलैले ल नजाऊ ल झर्नाको चिसो पानी भन्दै ओइ ल ओइ खोइ त केटाकेटीहरू हो झर्नाको चिसो पानी भन्दै नजाऊ न भित्र जाऊ ए बेटा आऊ ल भिजुवा हामी चाहिँ त्यसलाई नलैजाने ल पानीमा भिनाजु होइन खोकी लगाइसक्यो
ल ल ल रेडी 1 2 3 4 त्यो चिसो पानी निलाई जालो पार्यो राम्री त तिमी राम्री निलाई मलाई किन जालो पार्यो खै जा झरनाको चिसो पानी मलाई किन ढालु पर्यो यता हेर त उता हेर न हान्न लाग्यो होइन कि होइन यो ढुङ्गै भएन कि है मुनिपट्टिलाई एउटालाई अड्काइदेऊ न बनाउनु लागि ए बाबा बनेन यो त बिसा बेला भने बल्ल बल्ल आएको डेटिङ गएको किन नआउनु नि किन नआउनु के गर्ने हो नि त बुढी मेरो बुढी यत्रो ल टक्क त्यहाँ छोको तिमीले बनाएको त्यो त्यो गर्नु पर्दैन भयो 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 भनेकै मैले भन्दैन सकिन्छ किन सकिन्छ बिस्तारै बेटा बिस्तारै यस्तो बाटो छ गाइज है हिँड्दै हिँड्दै आउनुपर्छ बिस्तारै बिस्तारै बाटो अलिकति अप्ठ्यारो नै छ कस्तो राम्रो आउँछ खत्री छ है गाइस तारे भिर होइन बवाल छ त्यही हो लोकेसन तपाईँले देख्न सक्नुहुन्छ बवालै छ घुम्न आउनु होला तर अलिकति सेफ भएर आउनु होला बाटो चाहिँ अलिकति भिड नै छ 1 मिस गेम फिनिस टाइपको छ होइन 1 मिस गेम फिनिस हामी चाहिँ बच्चा बोकी बोकी भए पनि यहाँसम्म आएका छौँ होइन दामी छ हामी त्यो क्युटी छोरी लिएर हाई गरिदियो छोरा सबैलाई हाई आउनु होला तर सेफ्टीको साथ बाटो यस्तो छ है साथ तिमी यहाँ आऊ न आऊ न हाम्रो चाहिँ अहिले भ्लगको हाम्रो टुरको एकदम टिम लिडर चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ तपाईँलाई कस्तो हाम्रो लिडर छोरी हो तपाईँलाई कस्तो लागिरहेछ ए बवाल गाह्रो है भिनाजु बाटो त हो नि यस्तो ल भिड छ सम्हालेर आउनु होला आउने जति चाहिँ
ल मामु भन्नु आबे के गरे त्यस्तो अर्ग्यानिक हेड सेफ कस्तो एक्सपिरियन्स भइरहेछ सेफ हजुरको यो यस्तो के कला भन्छ नि अद्भुत कला हजुरले कहाँबाट पाउनुभयो यस्तो अद्भुत कला रे यो त सबै नारीमा हुने कला हो विश्वकै कला हो यो त यस्तो अद्भुत यो हजुरले यस्तो मजाले जङ्गलमा आएर कसरी जनता जान्न चाहन्छन् म्याडम जनता यो झरनाले तानेर अरु केही होइन यस्तो कला तपाईले सबै विश्व सामु पुर्याउनु पर्यो हजुरको यस्तो कला चाहिँ यो मैले पुराउनु पर्दैन यो कला सबै केटीहरुमा हुन्छ ल हेर्नुस् त जङ्गलमै तपाई आएर हेर्नुस् त जनताहरु तपाईहरु त प्याज ल्याएको छ जङ्गलमै गोडमिला ताकि यो लेमन धरि ल्याएको छ के गाइस काँक्रो हेर्नु त यत्रो दिमाग कहाँबाट आउँछ हजुरको यो सबै मेरो कुरा दिनु भएको मलाई खानु पर्छ त्यही भएर मलाई खानु पर्छ यति भएर त्यस्तो हो धन्यवाद गाइस हाम्रो यो जनताहरु चाहिँ यति छौं हामी ग्रुप आजको हैन ल गाइजहरु स्माइल फोटो खिचौँ स्माइल गुड लाउ पीछे देखो पीछे